म मुक्तिनाथ मन्दिरमा पूजा गरिसकेपछि क्याराभान होटेलमा खाना खाँदैछु दिउँसोको। यहाँ चाहिँ खाना बस्न धेरै राम्रो, धेरै मिठो खाना खुवाउनुभयो है उहाँहरूले। अनि मेरो यात्रा आज लामो छ नि त, 17 किलोमिटर मुक्तिनाथदेखि सिङ्गुर गाउँ हुँदै म चाहिँ कागबेनी झर्ने हो। म एक्लै छु अनि मलाई फेरि हिँडेर घुम्न मनपर्छ के। नयाँ ठाउँ परिवेश, नयाँ कल्चरसँग घुम्न मनपर्छ नि त मलाई। आफ्नो आफ्नो इच्छाको कुरा हो। कसैलाई फेरि अब राम्रो लाउन र मिठो खान मनपर्छ होला, मलाई फेरि यस्तै घुम्न मनपर्छ। म एक्साइटेड छु है नयाँ ठाउँ। यो चाहिँ छिङ्गु गाउँ हो के। यहाँको कस्तो आफ्नै ट्रेडिसनल कल्चरहरू छ नि त, घरहरू त्यस्तै यो चाहिँ जोङ गाउँ हो क्या। एकजना मान्छे मात्रै भेट्नु, साँच्चीकै कम जनसङ्ख्या भएकै जिल्ला रहेछ के। अनि म जोङ कटिसकेपछि अन्नपूर्ण कन्जर्भेसन एरिया भनेर देखाएको थियो, त्यसमा चाहिँ ब्लु सिप र एस्मो लेपर्ड कन्जर्भेसन एरिया भनेर देखाएको थियो। अनि म एक्साइटेड पनि थिएँ, मलाई डराइरहेको थिएँ। बाटामा कसैलाई भेटिनँ क्या। अनि टाढैदेखि देखेँ कालो कालो के हो भनेर है, मनमा डर पनि थियो, खुसी पनि थियो, एक्साइटेड। अनि खिचेँ, गएर नजिकै भिडियो खिचेँ। अनि त्यसपछि म त्यो कटिसकेपछि माथिदेखि तल फेरि कागबेनी माथि आएँ। पापा मलाई उडाउला जस्तो के, झोलामा ढुङ्गा हालौँ जस्तो भएको थियो।